कर्णालीका नागरिकहरूले बाँच्न पाउने अधिकार छ या छैन? के कर्णालीका युवाहरू यो देशको भविष्य हुन् या होइनन्? कि हामी कर्णालीमा जन्मनु हाम्रो अभिशाप हो? आज मैले बोलेको भाषा त्यही कर्णालीको सम्माननीय सभामुख महोदय, नेपालको सभ्यता त्यही कर्णालीको, हाम्रो कर्णालीले नेपाललाई सम्पत्ति दिएको छ सम्माननीय सभामुख महोदय। तर सधैँ विभेद मात्र भएको छ। म त्यही भएर सम्माननीय सभामुख महोदय भन्न चाहन्छु, कर्णाली नेपालमा पर्छ कि पर्दैन? हाम्रो विरोध यथावतै छ। प्रधानमन्त्रीको हामीले जवाफ माग र अझै पनि मागिरहनेछु। सम्माननीय सभामुख महोदय, म आज अलिकति फरक विषयवस्तु उठाइरहेको छु। सम्माननीय सभामुख महोदय, आज बोल्न उठेको छैन। यो कर्णालीको पीडा र कर्णालीको चित्कार हो। यसलाई कसैले भाषण भनेर नसम्झिदिनु होला। सम्माननीय सभामुख महोदय, म बोल्दै गर्दा मेरो घाँटी अवरुद्ध भएको छ, मन भारी भएको छ। म सधैँ सरको रूपमा प्रस्तुत हुने मान्छे हो, तर म आज अलिकति बोल्न सकिरहेको छैन, किनकि आज मैले कर्णालीमा दुर्घटना देखेको छैन। सम्माननीय सभामुख महोदय, राज्यको असफलता, राज्यको गैर जिम्मेवारीपूर्ण तरिका देखेको छु। सम्माननीय सभामुख महोदय, मेरो कर्णालीमा 18 गते गाडी नदीमा खस्यो। नदीको बिचमा मानिसहरू गुहार मागिरहेका थिए, हार गुहार गरिरहेका थिए, मलाई बचाऊ भनिरहेका थिए। एकजना मान्छे भिरमा अड्किराख्नु भएको थियो, उहाँले जीवनको भिख मागिराख्नु भएको थियो। उनीहरूको गुहार नदीको किनार थर्कियो, डाको लगाउँदा लगाउँदै स्वर सुक्यो, स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो। गाडी नदीमा डुब्यो र भिरमा अड्केको मान्छेको मृत्यु भयो। डाको लगाउँदा स्वर सुक्यो, आशा सकियो, तर उद्धार आएन। सम्माननीय सभामुख महोदय, त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो। सम्माननीय सभामुख महोदय, सरकारका केन्द्रीय मन्त्री कर्णालीको आकाशमा हेलिकप्टरमा घुमिराख्नु भएको थियो, तर यता प्रदेश सभामा भाग पुगेन भन्दै सांसदहरू भागभण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए। सम्माननीय सभामुख महोदय, त्यो दृश्य। तर कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिनुस् भनेर हार गुहार मागिरहेका थिए। सम्माननीय सभामुख महोदय, उद्धार टोलीसँग साधन थिएन। मैले पनि तत्काल फोन गरेको थिएँ त्यहाँको डिआइजीसँग, सशस्त्र प्रहरीको चिफसँग। साधन थिएन। सुर्खेतबाट दुर्घटना भएको ठाउँमा जान 5 घण्टा लाग्छ। सम्माननीय सभामुख महोदय, हेलिकप्टर आकाशमा घुम्दै गर्दा एउटा हेलिकप्टर पठाउने क्षमतासम्म सरकारसँग भएन। अनि काम कसका लागि गरिराखेका छौँ हामी? भाषण किन ठोकिरहेका छौँ? त्यसको जवाफ चाहिन्छ। यो देश सबको साझा हो। सम्माननीय सभामुख महोदय, 24 घण्टा बित्यो, एउटा हेलिकप्टर पनि गएन। 24 घण्टा। प्रदेश सरकारले पनि 24 घण्टा पछि मात्र निर्णय गर्यो। तर आज भिरमा अड्केको मान्छे हामी बचाउन सक्थ्यौँ, तर त्यो मान्छे बचाउन सकेनौँ हामीले। र सुरक्षाकर्मी त पुग्यो, तर उद्धार गर्न होइन, मुचुल्का उठाउन पुग्यो। सम्माननीय सभामुख महोदय, त्यो दिन केवल मानिसहरू मात्र हराएका थिएनन्, कर्णालीका बासिन्दा मात्र हराएका थिएनन्। कसैको घरको चुलो सदाका लागि निभ्यो, कसैको आमा आफ्नो बुवा गुम्यो, कसैको आफ्नो आमा गुमायो, कसैले आफ्नो श्रीमान गुमायो, कसैले आफ्नो श्रीमती गुमायो, कसैले आफ्नो सन्तान गुमायो। सम्माननीय सभामुख महोदय, कसैको काख रित्तियो, कसैको भविष्य अन्धकार भयो। सम्माननीय सभामुख महोदय, म यो पीडा केवल देखेर आएको होइन, तपाईँ हामी जस्तो मैले यो पीडा भोगेर आएको, मेरा आफन्त पनि गुमाएको छु सवारी दुर्घटनामा। मैले पनि परिवार गुमाएको छु, त्यसैले यो विषयमा बोल्दा मन टुक्रिन्छ। मैले आज यो कुनै भाषणका लागि भाषण बोलिरहेको छैन। सम्माननीय सभामुख महोदय, मेरो कुरा कसैलाई राजनीतिक रूपमा लाग्न सक्छ, कसैलाई भावुकता लाग्ला, तर जसले आफ्नो मान्छे गुमाएको हुन्छ उसलाई मात्र यो पीडा र यसको मूल्य थाहा हुन्छ। सम्माननीय सभामुख महोदय, म दयाको भिख मागिरहेको छैन। सम्माननीय सभामुख महोदय, सरकारसँग र तपाईँसँग र यो संसदसँग। सम्माननीय सभामुख महोदय, म एउटा प्रश्न सोध्न आएको छु र प्रश्न सोध्छु। यो मेरो अधिकार हो र कर्णाली नेपालमा हो कि होइन यसको जवाफ चाहियो। सम्माननीय सभामुख महोदय, आज मन्त्रीहरू हेलिकप्टरमा सहर गर्दा कर्णालीमा नागरिक डुब्दाखेरि उद्धार गर्न नहुने? कर्णालीका जनता यो देशका नागरिक हुने या होइनन्? यसको जवाफ सम्माननीय सभामुखले आज दिनुपर्छ। यो संसदमा रुलिङ गर्नुपर्छ। कर्णालीका नागरिकहरूले बाँच्न पाउने अधिकार छ या छैन? के कर्णालीका युवाहरू यो देशको भविष्य हुन् या होइनन्? कि हामी कर्णालीमा जन्मनु हाम्रो अभिशाप हो? आज मैले बोलेको भाषा त्यही कर्णालीको। सम्माननीय सभामुख महोदय, नेपालको सभ्यता त्यही कर्णालीको, हाम्रो कर्णालीले नेपाललाई सम्पत्ति दिएको छ। सम्माननीय सभामुख महोदय, तर सधैँ विभेद मात्र भएको छ। म त्यही भएर सम्माननीय सभामुख महोदय भन्न चाहन्छु, कर्णाली नेपालमा पर्छ कि पर्दैन? यदि नेपालमा पर्छ भने विभेद किन हुन्छ? कर्णालीका जनता नेपाली हुन् भने विपदको बेला राज्य किन अनुपस्थित हुन्छ? सम्माननीय सभामुख महोदय, सरकारले यही संसदमा विपद व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारमा प्रार्थना भनेर ठुला गफ हान्यो। हामीले गफ सुन्यौँ र ताली फट्कायौँ। सम्माननीय सभामुख महोदय, तर व्यवहारमा कर्णाली परेन, कर्णालीलाई देखिएन। आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहँदा नदीमा नागरिकहरू डुबिरहेका थिए। सम्माननीय सभामुख महोदय,
यो दृश्य केवल एउटा दुर्घटना होइन, राज्यको संवेदनहीनताको सबभन्दा ठुलो प्रमाण हो। त्यसैले म सम्माननीय सभामुख महोदय मार्फत सरकारसँग स्पष्ट जवाफ माग्न चाहन्छु। कर्णालीका नागरिकको ज्यानको मूल्य आखिर कति हो सम्माननीय सभामुख महोदय, तोकिदिन पर्यो। हामीले भिख मागेका छैनौँ, फोन उठ्दैन। यहाँभन्दा अगाडि पनि डोल्पामा एकजना मान्छे दुर्घटना भयो, गृहमन्त्रीले यहीँ आएर संसदमा बोल्नुभयो हेलिकप्टर राखिनेछ। उहाँको स्वकीय सचिव, उहाँको सल्लाहकार सबसँग कुरा गरियो। बेलुका 4 बजेसम्म हेलिकप्टर गएन। त्यसपछि हामीले पैसा तिरेर हेलिकप्टर पठायौँ, तर मान्छे ढिलो उद्धार गर्दाखेरि आज त्यो मान्छेको ज्यान गयो। सम्माननीय सभामुख मजाक चलिरहेको छैन। त्यही भएर सम्माननीय सभामुख महोदयलाई विनम्र अनुरोध गर्छौँ, 10 औँला जोडेर बिन्ती अनुरोध गर्छौँ र यही संसदको रोस्टरमा अहिलेबाट अनुरोध गर्न चाहन्छु, सरकारलाई तत्काल रुलिङ गर्नुहोस्। घटनाको सत्य तथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइको जिम्मेवारी निर्धारण गर्न सम्माननीय सभामुख मार्फत म रुलिङको अपिल गर्न चाहन्छु र यही संसदबाट अहिले नै रुलिङ सरकारमाथि रुलिङ होस् भन्ने अपिल गर्छु। जय राष्ट्रवाद, जय नेपाल। धन्यवाद।